नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ ड्युटी रिफ भ्लगमा। तपाईहरु हेर्दै हुनुहुन्छ अहिले ड्युटी रिफ भ्लग। मेरो नाम हो विष्णु, म छु मौरिसियसमा। अहिले यहाँको चाहिँ बिहानको 7 बजेको छ हैन। म चाहिँ बिहान सबभन्दा पहिला उठ्ने बित्तिकै चाहिँ भगवान महादेवलाई सम्झेर उहाँको आशीर्वाद लगेर दायाँ आँखा बायाँ आँखामा मलाई फेरि अर्को बिहानी देख्न दिनुभयो भनेर चाहिँ अनि माता धरतीलाई चाहिँ ढोक गरेर अब म निस्किन्छु नुहाउन ब्रस गर्नतिर। अब म ब्रस गर्दै हो गाइस। ब्रस गरिसकेपछि नुहाउँछु, नुहाएर चाहिँ अनि कपडा सपडा ब्रस गरिसकेपछि नुहाइसकेपछि कपडा लगाउँदै के लगाऊँ भनेको थिएँ। कालो सर्ट थियो नेपालदेखि लिएर आएको, अनि मसित पैन्ट थियो, त्यो पैन्ट लगाइकन अनि अब रेडी हुँदै हो म ड्युटीको लागि। गाइस यहाँ चाहिँ पैन्टहरू कपडाहरू किन्नु त लास्टै महँगो छ हेर्नु हैन। मौरिसियसमा चाहिँ कपडा किन्न सकिँदैन गाइस हैन, सकिन्छ तर नसकिने हैन, सकिन्छ तर बहुत महँगो पर्छ नेपालीमा। यहाँको 5,000 भनेपछि नेपाली 15,000 रुपियाँको एउटा पैन्ट पर्छ, सोच्नु आफै। अनि पैन्ट लगाइसकेपछि अब बेल्ट लगाएर अनि बेल्ट लगाइसके बेल्ट लगाइसकेपछि चाहिँ गाइस हातमा मुखमा अलिकति भेसलिन लगाउनु अनिवार्य हुन्छ, किनभने यहाँको पानीले चाहिँ धेरै फुर्चो गराउँछ हैन नुहाइसकेपछि चाहिँ। त्यही भएर चाहिँ यहाँको भेसलिन लगाउनु पर्छ। अनि हल्का भेसलिन लगाइसकेपछि चाहिँ हल्का मस्ती गरिराखेको दराजको ढोका चाहिँ हैन बार मतिर आइराखेको थियो, त्यही भएर चाहिँ हल्का मस्ती गरिदिएको चाहिँ मैले। अनि भेसलिन लगाइसकेपछि हातमा घडी लगाएर अनि त्यसपछि अलिकति पर्फ्युम हान्ने अनिवार्य हुनुपर्छ गाइस, किनभने यहाँ सबैले पर्फ्युम हान्छन् हैन। अनि यो पर्फ्युम भन्ने चाहिँ अब किनभने अब खै किन हान्छन् त्यो चाहिँ मलाई थाहा भएन हैन। अनि तर यहाँ पर्फ्युम सबैले हान्छन् के, अनि त्यही भएर पनि मलाई म्यामले हातमा घडी त मैले पहिलेदेखि लगाउँथेँ, पर्फ्युम पनि हान्थेँ, तर म ड्युटी जाँदाखेरि पर्फ्युम कहिले हान्थेन। अनि सबै गरिसकेपछि चाहिँ अनि भगवान माता लक्ष्मीलाई र भगवान नारायणलाई सम्झेर पर्चमा अलिकति मन्त्र फुकेर आफ्नो पर्सनल मन्त्र फुकेर चाहिँ अनि अब ड्युटीतिर जाँदै हो गाइस। हातमा चाबी बोकेर अनि चाबी बोकिसकेपछि चाहिँ शाहरुख खानको एक्टिङ गर्ने नाकाम कोसिस गर्दै अनि त्यसपछि चाहिँ अब ढोका लक गरेर चाहिँ अब म ड्युटी जानको लागि हिँड्नु पर्यो गाइस ड्युटीतिर। अब तपाईहरूले गाइस ब्याकग्राउन्डमा चाहिँ यो मुस्लिमको यो के हो यो सुन्नुभएको होला, मलाई अहिले नै बज्नु जरुरी थियो। के गर्नु गाइस, अब बज्यो भने पनि नि अब के नै गर्न सकिन्छ र हैन। अब उसलाई गएर किन गरिस् अहिले, किन चालु गरिस् यो भनेर त भन्न सकिएन, अर्काको देश है, आफ्नो नेपाल भए नि अलिकति हुने थियो केही गरौँ भन्ने, तर अर्काको देशमा सकिँदैन गाइस, केही भन्न सकिँदैन।
अब ड्युटी पुगिसकेपछि गाइस अब मेरो के काम हुन्छ त्यो काम सबै गर्छु मैले तबसम्म चाहिँ होइन। अनि बन्द भयो गाइस यो बन्द भयो जस्तो लाग्यो मलाई चाहिँ अहिले है। बन्द भयो गाइस यो लास्टै दिमाग खराब गर्छ भनेको चाहिँ सुत्न पनि दिँदैन होइन। राति पनि बजिहाल्छ बिहानै 4 बजे बजिहाल्छ दिमाग खराब हुन्छ। हामी झनै यहीँनिर नजदिकै छ के होइन नजदिकै छ बजे गर्छ गाइस यार यो के गर्ने होला यसको लागि म त केही बुझ्नै सकेको छैन। अब हो न उसको धर्म हो उसको धर्म त उसले गर्छ होइन। तर यसरी अरूलाई डिस्टर्ब हुने गरी त नगर्नुपर्ने हो जस्तो लाग्छ मलाई होइन। त्यो तपाईँहरूको सोच तपाईँहरूको कस्तो हुन्छ तपाईँहरू हेर्नु। अब मेरो भ्लग तपाईँहरूलाई कस्तो लाग्छ गाइस होइन। अनि अब यो मेरो फर्स्ट भ्लग हो गाइस होइन। भोइस ओभर पनि राम्रो लागेको होइन होला मैले राम्रोसँग मैले भोइस ओभर गरेको छैन होला होइन। त्यो चाहिँ मलाई माफ गरिदिनु होला भर्खरै सिक्दैछु गाइस होइन। अब केही गरौँ कि केही गरेर देखाऊँ कि भनेर भन्न खोजेको त्यही गर्न खोजेको होइन। अब कोसिस गर्दै हो गाइस होइन। अब डेलीको रुटिन नै त्यही छ आफ्नो कामको त। तर अब मैले देखाउनुको कारण यही हो कि गाइस अनि केही अहिले चाहिँ डेलीको रुटिन त्यही भयो भने पनि चाहिँ सपना भने चाहिँ होइन। अब त्यही ठुला सपनाहरू छन्। अनि एउटी आमालाई चाहिँ सुखको जिन्दगी दिउँ भन्न खोजेको गाइस होइन। अब कमाएर दिन सकिएन अनि कमाउने पनि काम गरेर अब कति गर्नु गाइस होइन। अब इन्डियातिर पनि त्यत्रो कमाइयो अनि यतातिर पनि अब भर्खरै आएछु। अब के हुन्छ भगवान् महादेवले गर्छन् जे गरे पनि होइन। अनि गाइस अब तपाईँहरूको हातमा छ तपाईँहरूले माया दिनु मलाई होइन। तपाईँहरूले साथ दिनु सेयर गर्नु होला होइन। लाइक गर्नु होला कमेन्ट गर्नु होला। कमेन्ट गर्न चाहिँ नभुल्नु होला गाइस। अनि तेरो भिडियोमा यो भएन तेरो भिडियोमा त्यो भएन भनेर मलाई सिकाउनु होस् गाइस होइन। त मान्छेले गल्तीदेखि नै सिक्छ। मैले के गल्ती गरेँ भने चाहिँ तपाईँहरूले मलाई सिकाउनु होला। अनि म लाज सरम मान्ने छैन गाइस होइन। तपाईँहरूले के भन्नुहुन्छ मैले के बोलेको छु अनि मैले के देखाइराखेको छु। म नाङ्गै हिँड्दिनँ मैले केही गरेको छैन होइन। चोरी गरेर खाएको छैन मैले अनि लुटपाट गरेको छैन। आफ्नो मेहनत गरिराखेको छु गाइस होइन। भगवान् छन् भने मेरो मेहनतको फल मलाई मिल्ला होइन। छैनन् भने चाहिँ नमिल्ला गाइस। त्यही भएर चाहिँ अब हजुरहरूलाई लाग्छ भने म अगर त्यो सपोर्टको लायक छु भन्ने लाग्छ भने चाहिँ सपोर्ट गर्नु होला मलाई माया दिनु होला होइन। अगर तपाईँहरूले फेसबुकमा हेर्दै हुनुहुन्छ भने मेरो ड्युटी रिफ भ्लगमा अनि युट्युब छ। युट्युबमा गएर तपाईँहरूले हेर्नु होला अनि लाइक गर्नु होला सेयर गर्नु होला युट्युबमा। अनि त्यसपछि अगर तपाईँहरूले टिकटकमा हेर्दै हुनुहुन्छ भने पनि नि फेसबुकमा गएर पनि लाइक गर्नु होला कमेन्ट गर्नु होला। युट्युबमा गएर पनि लाइक गर्नु होला कमेन्ट गर्नु होला। मलाई फेसबुकमा युट्युब अनि टिकटकमा सबैमा तपाईँहरूको माया चाहिएको छ गाइस। तपाईँहरूको माया बिना म केही पनि गर्न सक्दिनँ। अनि तपाईँहरूले साथ सपोर्ट दिनुभयो भने चाहिँ म अगाडि बढ्छु गाइस होइन। तपाईँहरूले साथ सपोर्ट दिनु भएन भने चाहिँ म अगाडि बढ्दिनँ। अब त्यो तपाईँहरूको हातमा हो होइन। लाइक गर्न पैसा लाग्दैन गाइस मेरो मेहनत हो। मेरो मेहनतले रङ लायो भने मेरो मेहनत तपाईँहरूले देख्नुभयो भने चाहिँ लाइक गर्नु होला। मेहनत देख्नु भएन भने चाहिँ तपाईँले लाइक नगर्नु होला होइन। लाइक गर्न सब्सक्राइब गर्न कमेन्ट गर्न पैसा लाग्दैन गाइस होइन। त्यही हो अब बाँकी तपाईँहरूको सोच हो होइन। म अरू जस्तो गरिकन अनि त्यो एकदम म पर्फेक्ट पनि छैन गाइस होइन। मलाई एडिटिङ पनि आउँदैन मलाई भोइस ओभर पनि आउँदैन होइन। मेरो फर्स्ट भ्लग भनेको नै यही हो। अनि तपाईँहरूले राम्रो मान्नु या नराम्रो मान्नु तपाईँहरूले सिकाउनु मलाई। मान्छेले गल्तीदेखि नै सिक्छ गाइस होइन। गल्तीदेखिले नै सिक्छ। त्यही भएर चाहिँ मलाई तपाईँहरूले सिकाउनुहोस् तेरो भिडियोमा यो भएन तेरो भिडियोमा त्यो भएन भन्नु र म त्यही गल्तीदेखिबाट सिकौँला होइन। त्यही भएर चाहिँ तपाईँहरूले सिकाउनु गाइस मलाई। त्यही हो गाइस होइन। अब एउटा गरिब बाउको छोरो होइन गरिब घरको छोरो अगर तपाईँहरूले चाहनुहुन्छ भने त्यो गरिब घरको छोरो अगाडि बढ्नेछ होइन। मेरो दुश्मनहरू जो हाँसेका छन्
उनीहरूलाई पनि गरेर देखाउनु छ गाइस होइन। अनि मेरो चाहनेहरूलाई पनि गरेर देखाउनु छ, मेरो नचाहनेहरूलाई पनि गरेर देखाउनु छ। मेरो आमाले जसरी दुःख भोगेकी छिन् गाइस, त्यो दुःख चाहिँ मेटाउनु छ क्या गाइस। त्यो दुःखलाई चाहिँ मैले मेरो सफलताले मेरो आमाको आँखाबाट जो दुःखको आँसु निस्केको छ नि, त्यो मेरो सफलताले खुसीको आँसु निस्कियोस् के। खुसीको आँसु देख्न मन छ मेरो आमाको आँखामा, खुसीको आँसु देख्नु छ क्या गाइस। मलाई खुसीको आँसु देख्नु छ मेरो आमाको आँखामा होइन। अब तपाईँहरूले साथ दिनुभयो भने चाहिँ म त्यो खुसीको आँसु देख्न सक्छु। साथ दिनु भएन भने चाहिँ म सक्दैन गाइस। बस तपाईँहरूको साथ चाहिन्छ मलाई। सरी गाइस होइन, अलिकति धेरै भयो जस्तो लाग्छ मलाई। अलिकति होइन, धेरै नै भयो है। सरी गाइस त्यसको लागि चाहिँ। तर बस म यति नै भन्छु कि साथ दिनु होला, लाइक गर्नु होला, फलो गर्नु होला। अनि म तपाईँहरूलाई अबदेखि सायद म भोइस ओभर नगरेर तपाईँहरूलाई चाहिँ म यहाँको भ्यूहरू, यहाँको वातावरणहरू होइन, मलाई भोइस ओभर गर्न मलाई आउँदैन गाइस। त्यही भएर चाहिँ म तपाईँहरूलाई त्यतिकै बिना भोइस ओभरको यहाँको वातावरणहरू, यहाँको सबै मेरो ड्युटी टाइम, ड्युटी वर्कहरू सबै म तपाईँहरूलाई देखाउने छु। अनि यहाँको के हुन्छ, यहाँको चालचलन, यहाँको कस्तो छ, यहाँ सबैको म तपाईँहरूलाई देखाउँछु गाइस होइन। तपाईँहरू बस त्यो हेर्नु होला, तपाईँहरू सिक्नु होला। अनि तपाईँहरूले यहाँको के छ, कस्तो छ वातावरण, त्यो हेर्नु होला होइन। त्यति नै हो गाइस, अरू म केही भन्न सक्दैन गाइस। अब तपाईँहरू भ्लग हेरेर चाहिँ इन्जोय गर्नुहोस् गाइस।
अरू कुरा त यस्तै हो गाइस होइन। तपाईँहरू सबभन्दा पहिला चाहिँ भगवान् श्रीकृष्णको चाहिँ दर्शन गर्नु गाइस। यहाँ कमेन्टमा सबैले जय श्रीकृष्ण लेख्नु होला, राधे राधे लेख्नु होला गाइस। को हुनुहुँदो रहेछ म पनि हेर्छु, भगवान् श्रीकृष्णको भक्त को हुनुहुँदो रहेछ होइन। सबै दर्शन गर्नुहोस् सबैजनाले। सबै गरिसकेपछि गाइस होइन सबैले लाइक गर्नु होला, फलो गर्नु होला। अनि यस्तै हो गाइस, 2 दिनको जिन्दगी के गर्नु छ र। होटल लाइनको जीवन हो गाइस, काम गरी नखानी पुग्दैन होइन। अनि मेहनत गर्नै पर्छ। मेहनत गरिराखेको छु, भोइस ओभर गर्न आउँदैन गाइस मलाई होइन। त्यही हो गाइस मेरो भनाइ। अब तपाईँहरूले साथ दिनु होला। तपाईँहरूले साथ दिनुभयो भने, तपाईँहरूले सिकाउनु भयो भने चाहिँ म भोइस ओभर गर्नेछु अलि राम्रोसित। अब सबै कुरा भइसकेपछि गाइस अब राति भयो। राति चाहिँ अब खाना खाएर चाहिँ अब म रुमतिर जानु पर्यो गाइस अब होइन। अब आजलाई चाहिँ यति नै गाइस। फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई गाइस, लभ यु अल, टेक केयर।